साथीहरू म चाहिँ रुम आइसकेँ। मोटी देख्दैछु है। चप्पल चाहिँ यहाँ छ है, म चाहिँ यहाँ अलग्गै राख्छु। यहाँ चाहिँ कहिले यहाँ पनि छ मेरो जुत्ताहरू। यो चाहिँ मेरो साथीको जुत्ताहरू सबैजना चाहिँ मिलेर हामी राख्छु। खास चप्पल चाहिँ मेरो, किनकि त्यो चप्पल चाहिँ किनकि पुरा बालु बालु हुन्छ नि त, त्यही भएर साथीहरू। सो रुम चाहिँ एकदम मैला छ आजभोलि। यस्तो छ हाम्रो रुमको हालत चाहिँ। अब मिलाउनु पर्छ अलिअलि सुनु, किनकि बिहान हामी जान्छौँ नि त ड्युटी साथीहरू। सो त्यही भएर हामी चाहिँ एकदम मिलाउनु पाउँदैन है, सब कुछ हतारमा निस्किन्छौँ। त्यही भएर चाहिँ कस्तो लाग्यो तपाईँलाई हाम्रो यो प्यारो किचन। हामीले स्पेन्डिङ टाइम चाहिँ बेसी हामी किचनमै हुन्छ होइन। माई च्यानल साथीहरू। अनि मैले चाहिँ आज यति सामान लिएर आएको छु है। सो यहाँ हेर्नु सक्नुहुन्छ, यति हो आजको मेरो सौदा होइन। दिन په दिन खर्च हुन्छ हौ। यो चाहिँ 50 रुपियाँमा लिएर आएको। कहिले रातो तेल पनि एकदम इम्पोर्टेन्ट हुन्छ, किनकि यो दालमा, यो कालो दालमा होइन, कालो दाल लिएको छु, मुसुर दाल लिएर आएको छु, चाना कहिले खानुको लागि चाहिँ यो होइन। सो रातो खुर्सानी यति चाहिँ मैले लिएर आएको छु। यो चाहिँ एकदम 25 अरे। यहाँ चाहिँ बाई 1 गेट 1 त रहेनछ। सो जिन्जर गार्लिक पेस्ट जस्ट 25 रुपिस, त्यही भएर लिएर आएको छु। बनाना 30 रुपियाँको यति हो यहाँ सौदा। यहाँ राख्ने गर्छु होइन। सो ब्यागको भित्र चाहिँ के छ अहिले पछि देखाउँछु तपाईँलाई। के छ भनेर चाहिँ के छ भनेर देखाउँदिनँ होला, किनकि अब कतिवटा होइन। सो हेरौँ है पहिला के रहेछ, के निकाल्नु पर्ने छ यो ब्यागभित्र चाहिँ हेरौँ न। सो यो ब्यागबाट चाहिँ अहिले भर्खर मैले खानेकुरो लिएर आएको थिएँ, रस्तामा खाँदै आएको थिएँ। सो यहाँ छ मेरो पर्स, टिफिन बक्सहरू छ होइन। यहाँ चाहिँ मेरो टर्न हो पानी ल्याउने। अनि यो पानीको बोतल चाहिँ मैले हिजो साफ सफाई गरेर गएको थिएँ। सो चटक चुटुक धुलाएर चाहिँ मैले यहाँ यसरी पल्टाएर राखेको थिएँ। अब यहाँ चाहिँ म पानी भर्नेवाला छु। सायद आज मेरो साथीले खाना पकाएन होला, न त यिनीहरूले मलाई भन्छ पकाइछ। मैले पानी चाहिँ अलग्गै बर्तनमा राखेको थिएँ। यहाँ चाहिँ म यो पानी भर्नु गइरहेको छु। अब